काम गर्नु र परमेश्वरको सेवा गर्नु के यी दुई कुरा साँच्चै फरक हुन् त? आज हामी प्रेरित पाउलको ईश्वरीय श्रमको अवधारणालाई हेर्दैछौँ। यो सेवाको एउटा यस्तो रणनीति हो जसले हाम्रो दैनिक कामलाई नै सेवा कार्यमा बदलिदिन सक्छ। र हो, हाम्रो आजको छलफल यही एउटा एकदमै आधारभूत प्रश्नबाट सुरु हुन्छ। परमेश्वरको सेवा वास्तवमा कसरी गर्ने? यो प्रश्नको जवाफ खोज्ने क्रममा नै हामी पावलले देखाएको त्यो रणनीतितिर लाग्नेछौँ। ल, आज हामी के कुरा हेर्छौँ त? पहिले त सेवाको रणनीति के हो त्यो बुझ्छौँ। त्यसपछि थेस्लोनिकीहरूको सङ्घर्ष अनि त्यसलाई हाम्रो नेपाली यथार्थसँग जोडेर हेर्छौँ। पाउलको उदाहरण कस्तो थियो र अन्तमा केही गम्भीर प्रश्नहरूमा पनि विचार गर्नेछौँ। ल, सुरु गरौँ है त। यो जुन रणनीतिको कुरा हामी गर्दैछौँ नि, यसको जग चाहिँ 2 थेस्लोनिकी अध्याय 3 मा पाइन्छ। त्यहाँ प्रेरित पाउलले सेवाको लागि एउटा एकदमै स्पष्ट अनि व्यवहारमा उतार्न सकिने खाका प्रस्तुत गरेका छन्। तर पावलको यो रणनीतिलाई राम्ररी बुझ्नको लागि हामीले पहिले उनीहरूले सामना गरिरहेको समस्यालाई बुझ्नुपर्छ। हेर्नुस्, थेस्लोनिकी मण्डलीमा एउटा पुरानो समस्या थियो, तर अचम्मको कुरा के छ भने त्यसको समाधान आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छ। समस्या के थियो भने नि, त्यहाँ मण्डलीका केही सदस्यहरूले काम गर्नै छोडिदिएका थिए। सोच्नुस् त, उनीहरू अरूको भर परेर बस्न थाले। अब यसले के भयो त? एकातिर मण्डलीभित्रै खटपट सुरु भयो, अर्कोतिर समुदायमा मण्डलीको जुन राम्रो प्रभाव थियो त्यो पनि कमजोर हुँदै गयो। तर यहाँ पाउलको मनसाय कसैलाई दोष लगाउने थिएन है। उहाँको उद्देश्य त हेर, यो बाटो ठिक भएन, सही बाटो यता छ भनेर देखाउनु थियो। उहाँले मण्डलीलाई सचेत गराएर एउटा स्वस्थ र साँच्चीकै प्रभावकारी सेवाको मोडलतिर डोर्याउन खोज्दै थिए। ल, अब अलिकति पुरानो समयबाट हाम्रो आफ्नै समयमा फर्कौं। यो पुरानो समस्या आजको नेपाली सन्दर्भसँग कसरी ठ्याक्कै मेल खान्छ त्यो हेरौँ न त। हेर्नुस् त, आज हाम्रो नेपाली मण्डलीले पनि यस्तै खालको कति धेरै वास्तविक दबावहरूको सामना गरिरहेको छ। हाम्रो देशको भूगोल नै कति जटिल छ। बेरोजगारी बढ्दैछ, राजनीतिक अस्थिरताले गर्दा हरेक कुरा अनिश्चित छ। यस्तो अवस्थामा आम मानिसको जीवन कति कठिन छ र मण्डली पनि त यही समाजको एउटा हिस्सा हो, होइन र? हो, ठ्याक्कै यही अवस्थामा हो पाउलको मोडल काम लाग्ने। यो कुनै आकाशको कुरा वा केवल आत्मिक शिक्षा मात्र होइन, यो त यी सबै चुनौतीहरूलाई सम्बोधन गर्ने एउटा एकदमै शक्तिशाली अनि व्यवहारमा उतार्न सकिने रणनीति हो। अब पावलको यो दृष्टिकोणलाई हामी दुईवटा एकदमै सरल चरणमा बुझ्न सक्छौँ। पहिलो कुरा हो आत्मनिर्भरता, मतलब आफ्नो पेशा वा काम गरेरै आफ्नो जीवन चलाउने। र दोस्रो कुरा हो उदाहरण बन्ने, मतलब अरूले पनि हेरेर सिक्न सक्ने, पछ्याउन सक्ने गरी परिश्रमको एउटा राम्रो नमुना बन्ने। अनि सोच्नुहोस् त, यस्तो रणनीति अपनाउँदा फाइदा के हुन्छ? दुईवटा त मुख्य फाइदा छन्। पहिलो त समाजमा लाग्ने यिनीहरू त विदेशी पैसामा चल्छन् भन्ने आरोपबाट मुक्त भइन्छ। अनि दोस्रो, परमेश्वरले नै दिनुभएको सिप प्रयोग गरेर काम गर्दा समाजमा एउटा कति शक्तिशाली र व्यावहारिक गवाही बन्छ। अब यति कुरा गरिसकेपछि हामी एउटा यस्तो मोडमा आइपुगेका छौँ जहाँ हामीले आफ्नै वर्तमान अभ्यासहरूलाई एकपटक फर्केर हेर्नुपर्ने हुन्छ र केही गम्भीर प्रश्नहरू आफैलाई सोध्नुपर्ने हुन्छ। त्यसैले पहिलो प्रश्न, हामीले येशू र प्रेरित पाउलले देखाएको सेवाको यो सुन्दर रणनीतिलाई किन आजसम्म पूर्ण रूपमा अपनाउन सकेका छैनौँ होला? अनि दोस्रो प्रश्न, कतै हामीले थाहै नपाई अन्जानमै अरू धर्महरूको संरचना र अभ्यासको नक्कल पो गरिरहेका छौँ कि? र अन्तिम, तर सायद सबैभन्दा चुनौतीपूर्ण प्रश्न, के हामी पुरानो नियममा भएको पुजारीको भूमिकालाई त्यसको सही सन्दर्भ नबुझिकनै आजको मण्डलीमा लागू गर्न खोजिरहेका छौँ? किनभने हामीले एउटा कुरा सधैँ याद राख्नुपर्छ, मण्डलीले कुनै धर्मको होइन परमेश्वरको राज्यको सिको गर्ने हो। ल, अन्तमा यही एउटा प्रार्थनाको साथ आजको यो छलफललाई यहीँ टुङ्ग्याउँ है त। परमेश्वरको सेवाको सही रणनीति बुझ्न र त्यसलाई साँच्चैकै व्यवहारमा उतार्न सकियोस्, यसको लागि परमेश्वरले हाम्रो सोच र बुद्धिलाई खोलिदिनुहोस्।